हेलो गाइस, नमस्ते। स्वागत छ मेरो आजको मिनी ब्लगमा। आज चाहिँ म गौकामा आज हुन गइरहेको सुजन चापागाईको कन्सर्टमा जाँदैछु। कन्सर्ट चाहिँ 5 बजेदेखि सुरु हो प्रोग्राम, अनि चाहिँ 6 बजेदेखि स्टार्ट हो। अनि मेरो चाहिँ काम आज 5 बजेसम्म भएर 5 बजेसम्म काम गरेर 7 बजेदेखि चाहिँ सुजन चापागाईको पर्फर्मेन्स रहेको भएर म चाहिँ ढिलै भए पनि जान लागिरहेको छु, जाँदैछु। गएर चाहिँ म हजुरलाई कस्तो हुनेछ देखाउनेछु। आजको मेरो आउटफिट चाहिँ व्हाइट टी सर्ट ब्ल्याक प्यान्ट रहेको छ। मसँग अब मेरो 3टा बहिनीहरू पनि जाँदैछन्। ल है त सँगै जाऊँ, हजुरहरू पनि सँगै जाऊँ है त। म पार्किङमा नि आइपुगेँ, सँगै जाऊँ। अब मैले चाहिँ मेरो बहिनीहरूलाई पनि भेटिसकेँ। आइ भन, हामी कता लाग्यो? हामी सुजन चापागाईको कन्सर्टमा कतिको एक्साइटेड छौँ? एकदम धेरै। ल है त हामी वहाँ गएर के रमाइलो हेर्नेछौँ, देखाउनेछौँ होइन। एकदम बाटोमा रमाइलो गर्दै जानेछौँ है। ओके, जामले गर्दाखेरि हामी पुग्ला जस्तो छैन है। 6 बजेको ठ्याक्कै उ भयो नि त, 7 बजे अफिस आवर भयो। 7 बज्न लागिसकेको छ नि है। उज्यालो मात्रै हो नि, हो नि। यतिखेर झन् जाम हुन्छ। नाच्न जान लाग्यो, कतिखेर पुग्ने हो? हामी कन्सर्ट जानलाई नि तिमीलाई गीत आउँछ आउँदैन भन त? मलाई आउँछ, कन्ठ छ सबै गीत, कन्ठ होइन तर लगभग आउँछ। जस वहाँ गएर गाउन चाहिँ सकिन्छ नि, चिच्याउन सकिन्छ। ल हामी वहाँ गएर चिच्याउनेछौँ, गाउन नजाने नि है। भनेको यहीँ 7 बज्ला त आज पुग्ला त होइन। कन्सर्टमा चाहिँ सेकेन्ड टाइम जाँदैछु। तिमीहरू कति टाइम हो? फर्स्ट टाइम है। तिमी? म नि सेकेन्ड टाइम। म चाहिँ सेकेन्ड टाइमको कन्सर्ट हो। अस्ति नै नि 8 बजी चाहिँ पुगेको थिएँ। योपालि नै 8 बजी पुग्छु होला सायद, साँच्ची नै हो। क्लोजिङ गर्न चाहिँ म आउँदैछु है गाइज, पर्खिरहनुहोस्। हाम्रो चाहिँ गीत प्र्याक्टिस भइरहेछ है। गीत ल त मैले गाइदिन्छु। गाउँ त। हो, मेरो मात्र सुन्यो भने त यहाँ फेरि ढल्ला थाल्छ। तिमी फेरि कन्सर्टै नजाला। मैसँग आयो भने तिम्रै हाम्रो चाहिँ गीतको यहाँ प्र्याक्टिस भइरह। प्र्याक्टिसै मात्र होला त, पुगेला त होइन है। यदि पुगिन भने मैले भिडियो पनि हालिदिन्छु। हामीले बाटोमै रमाइलो गऱ्यौँ सुजन दाई भन्दै होइन। हजुरको कन्सर्टमा हामी आउँदै थियौँ, आउँदै जाम पर्यो। टिकट पनि काटेँ हम होइन। छैन, हामी टिकट पनि देखाइदिन सक्छौँ। त नि टिकट बिना हामी हिँड्दैनौँ। ल हामी पार्किङमा नि आइपुग्यौँ है। नेपाली टाइम नि भन्नु क्या दिदी? नेपाली टाइम हो, त्यही भएर हामी टाइममै पुग्यौँ। हजुर कन्सर्ट सुरु भएको कन्सर्ट छैन। सुरु भएको छैन, हुने ठाउँमा जाँदैछौँ होइन। पार्किङमा चाहिँ राख्यौँ। 7 बजेदेखिको कन्सर्ट 7 कति भयो? 7:15 भइसक्यो होला। अब 8 बजी स्टार्ट हुन्छ। नेपाली चाहिँ 8 हो, बजेदेखि मन हुन्छ। त मेरो नेपाली हो। अनि कलाकारै नेपाली, प्रोग्रामै नेपाली, हामी नै नेपाली होइन। अर्गनाइजरहरू नै नेपाली, होस्टै नेपाली हो कि त्यही सबै नेपाली हो। कुराहरू सब होस्टको नेपाली। छोडौँ न, अर्गनाइजरै नेपाली हो नि। अनि अरे फेरि हेर्न आउने नि त नेपाली नै। यो केटी चाहिँ भ्लगमा आउँदिन रे। झाकाली भन्नु न। यो झापाली किन आउँदिन? गफ धेरै त्यस्तो मन परेन म। बन्द गर्नु नि बोल्छु क्या। बन्द गरे बोले सुन्छ र भने बोल्नु। ल जाए गाइजहरू। ल हामी सिमी सेन्टर चाहिँ आइपुग्यौँ, तर कहाँ हो चाहिँ थाहा छैन। हामी हरायौँ गाइज। तिमी आएको? ए आएको मान्छे त बिर्सी छ। सारङ्गी फिल्म हेर्न आएको थिएँ। सुजन दाइ देखिनु भइसक्यो पोस्टरमा। अगाडि भन्नु सुरु भइसक्यो है। स्टार्ट भइसक्यो है जान्छ है। ढिला भयो क्या? साँच्ची सुरु भइसक्यो? साँच्चीको भइसक्यो। मलाई त पछाडि गयो नि हुन्छ भनेको थियो त।
गाइज मान्छेले मैले कति पछि भेटेको हेलो 1 वर्ष त होइन मैले हराएको मान्छे भेटेँ आज मेरो घरमा आउँदैछ है बेसी सो मच मान्छे के भएको होइन बाबा आउँथे निष्ठुरी भयो यार यो केटी त कस्तो आज भेटेर है कन्सर्ट एकदम बेसी रमाइलो भयो इन्जोय गर्नु म चाँडै बिहानैदेखि थिएँ उसले भ्याउदिन गरेर छिटो आयो हामी चाहिँ ढिलो आयौँ आज भेट्दैन बाई बाई भने भेट्दै भयो त्यो भेट्यो बाउछोरी हामी एउटै गाउँ पनि एउटै गाउँ आज मैले हराएको मान्छे भेटेँ पछि होला है सोचेको भएपछि भेटेकै थिएन कहाँ भेट्नु 10 वर्ष पछि खुसी लाग्यो पनि आएको रहेछ त हामी सँगै आयो मैले भेनालाई देखाएको थिएँ अनि फेरि हजुर सोच्छु भने भेट्न गइरहेको कहाँ हो आउनु न कता हो यहाँ यता स्टाफ ओन्लीमा गइसक्नु भयो क्या हो यस्तो छ स्टेजको लास्ट हालत अहिले कलाकार भेटेर आउँछ कला त पक्न अहिले गाइज म चाहिँ फाइनल्ली सुजन चापाको दाइलाई भेट्न चाहँदैछु है हाम्रो चाहिँ लाइन हुँदैछ एउटा फोटो मात्र क्लिक भयो खिचेर आउने छु चाहिँ लाइनमा छौँ दादालाई भेट्नलाई एक्साइटेड छु म पनि यतिकै हो यतिकै गर म यहाँ भइहाल्छु म चाहँदैछु एउटा फोटो मात्रै ओके ओके फाइनल्ली मैले दादालाई भेटिसकेको छु हाम्रो मेरो दादा फेमस दादा है मैले सुजन दादालाई भेटिसकेको छु जान्नु तिमीहरू गएँ म चाहिँ बाई बाई हाम्रो सो चाहिँ लास्टसम्म भएको छ हामी पछाडिबाट निस्किन्छ हाम्रो गाडी कता थाहा छैन यति त बनायो के सक्यो आजको प्रोग्राम यो त फ्रेममा हालेर राख्ने हो है लास्टको हाम्रो यो दादा हुनुहुन्छ भयो क्यामेराले पनि पत्ताएन अर्गनाइजर हुन्छ है रमाइलो भयो म त आर्कै देखिरहेको फाइनली अफ भयो फाइनल्ली बाई बाई अब नेक्स्ट भिडियोमा फेरि आउनेछु बाई बाई थ्याङ्क यू फर वाचिङ बाई बाई भनेर होइन यता पनि दाँत मात्र देखिन्छ होइन म त अन्य आउँछ
कालो हुनुको फाइदा तात मात्र भयो नि देखिन्छ गाइज ल बाई बाई अनि म ब्लगमा